के तपाईलाई जानकारी छ अहिले विश्वमा खूब चर्चा पाउन सफल न्युमरोलोजी अर्थात् अङ्क विज्ञानमा 1 देखि 9 सम्मका प्रत्येक अङ्कको आफ्नै स्वामी ग्रह र स्वभाव हुन्छ। यी अङ्कका स्वामी र ग्रहको स्वभाव यस्तो हुन्छ। अङ्क 1 भनेको सूर्य ग्रह हो। यो ग्रहले नेतृत्व गर्ने क्षमता, आत्मविश्वास र नयाँ सुरुवातको प्रतीक मानिन्छ। अङ्क 2 भनेको चन्द्रमा हो। यो ग्रहले संवेदनशीलता, कल्पनाशीलता र शान्त स्वभाव देखाउँछ। अङ्क 3 भनेको बृहस्पति हो। यसले ज्ञान, शिक्षा र रचनात्मकता दिन्छ। अङ्क 4 राहु हो। यसले कडा परिश्रम, अनुशासन र अचानक हुने परिवर्तन जनाउँछ। अङ्क 5 बुध ग्रह हो। यो ग्रहले व्यापारिक बुद्धि, सन्तुलन र सञ्चार कलाको ज्ञान दिन्छ। अङ्क 6 शुक्र ग्रह हो। यो ग्रहले विलासिता, प्रेम, कला र पारिवारिक सुखको फल दिन्छ। अङ्क 7 केतु हो। यो केतु आध्यात्मिकता, गहिरो सोच र अनुसन्धानतर्फ झुकेको हुन्छ। अङ्क 8 शनि ग्रह हो। यो ग्रहले न्याय, धैर्यता र भौतिक सफलता दिलाउँछ। अङ्क 9 मङ्गल ग्रह हो। यो ग्रहले ऊर्जा र मानवता दिन्छ।